अब नेपालको अदालत प्रति न्यायालय प्रति जनताहरूले के आश गर्ने? यत्रो दिन लगाएर घरि हेर्न नमिल्नेमा घरि हेर्दा हेर्दैमा घरि न्यायाधीशको अनुपस्थिति भन्दै यत्रो नाटक गरेर यत्रो बहस गरेर लास्टमा रिट खारेजै गर्नु थियो भने सुरुमै गर्नु पर्थ्यो नि। किन यत्रो खर्च गरेर यहाँ 20-30 जना चाहिँ वकिलहरूलाई भिडाएर न्यायाधीशहरूसम्म इजलाससम्म चाहिँ ती कुराहरू लगेर लास्टमा खारेज भन्न लाज शरम छैन यी झोले न्यायाधीशहरूलाई? अब त प्रश्न भयो। नेपालको सर्वोच्च अदालत कांग्रेस एमालेको पार्टी कार्यालय रहेछ भन्ने कुरो प्रश्न भयो। जनताले यो कुरो बुझ्नुपर्छ। अब यदि पार्टी कार्यालय होइन थियो भने यत्रो दिनसम्म बस चाहिँ केका लागि गरेको थियो? कसका बाजेलाई नाटक देखाउन गरेको थियो? नागाहरूले, यी चोरहरूले, यी धन्धुकारीहरूले, कांग्रेस र एमालेको झोला बोकेर न्यायाधीश बनेका झोले टट्टुहरूले होइन। नीति नियम सिद्धान्त पद्धति संविधानका धारा उपधारा यिनीहरूको पालना गरिन्छ कि यिनै भ्रष्ट नेताहरूको माथिको आदेशको पालना गर्नलाई बसेका उनीहरूले जनताको करको तलब खाएर यी चोर भ्रष्ट न्यायाधीशहरू? अब त नेपालको न्यायालय होइन कांग्रेस एमालेको पार्टी कार्यालय भइसक्यो। यत्रो दिनसम्म चाहिँ हेर्न नमिल्ने भन्दै सार्दै गर्ने, यत्रो 2 दिन लगाएर बहस गर्ने, लास्टमा रिट खारेज गर्नेमा त्यतिखेरै गर्नु पर्दैन कि? जनता लाटा सुझा छन्, जनताले बुझेका छैनन्, डराउँछन्। अब कृत्यवरीसँग तिमीहरू भ्रष्टहरूसँग डराउँछन् भनेर तिमीहरूले यो गर्न खोजेको हो, बुझेका छैन जनताहरूले। अब प्रश्न बुझिसकेको छ। रवि लामिछाने निर्दोष हो, राजनीतिक प्रतिशोध दमन अत्याचार हो। रवि लामिछाने माथिको दमन तपाईँ हामी युवाहरूमाथिको दमन हो भन्ने कुरो युवाहरूले बुझिसकेको छ। ठाउँ-ठाउँबाट उठ्नुपर्छ। अब यी झोले न्यायाधीशहरूको घर घेर्नुपर्छ। अबको विकल्प भनेको नीलो क्रान्ति होइन रातो क्रान्ति हो साथी हो। त्योभन्दा अरू कुनै विकल्प छैन। अब भनेको सडक सदन सबै ठाउँबाट क्रान्ति हुनुपर्छ। अब यिनीहरूले अहिले यसो गर्छन्, यत्रो दिनसम्म बहस गरेर त अब रिट खारेज गर्छन् भने यिनीहरूले चुनावमा पनि डब्बै चेन्ज गर्छन्, भोटका डब्बै चेन्ज गर्छन् यिनीहरूले, साट्छन् यिनीहरूले। त्यसैले अब यिनीहरूको विरुद्धमा चाहिँ सडक आन्दोलनै हो, यहाँभन्दा अरू कोही विकल्प देखिएन। अब त रासपाले पनि राजावादीहरूको आन्दोलनलाई सघाए हुन्छ। बरु राजा आऊ देश बचाऊ भनेर एउटा राजै ल्याइदिए हुन्छ, बरु काम छैन। अब यत्रो दिन बहस गरेर त रिट खारेज गरिँदो रहेछ यार।